इन्डिया बिहार पटनाका जेएनजीओहरूलाई पुलिस प्रशासनले लाठीचार्ज गरिरहेको छ। नेपालका जेएनजी जतिको पावर इन्डियन जेएनजीओहरूमा रहेनछ भन्ने कुरो बुझियो है। सबैले यो भिडियो वाच गरेर हेर्दियो, लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है। सबैले फलो गरेर हेरौँ। पब्लिक को देखिए अधिकार रहा है, सब अपन है। कौन है? पब्लिक है। इन्डियन पुलिसले पानी प्रहार गरिरहेको छ। पानी ट्याङ्कीबाट जनताहरूलाई तहस गर्नको लागि पानी प्रहार गरिरहेको अवस्था बिहार पटनामा। सबैले यो भिडियो हेर्नुहोस् है। पटनामा पानी ट्याङ्क र चार्जेस गरिरहेका छन् जेएनजी युवाहरूमाथि। रोजगारीको अवसर माग्दा भ्रष्टाचार बढ्यो भन्दा बिहार पटनामा यो अवस्था आइरहेको छ। नेपालको जस्तो कन्डिसन भारत इन्डियामा पनि भइसकेको छ, पनि बिहार पटना राज्यमा।